कसिलो दूधको पोकाहरू मार्न थाले। उनी स्व गर्दै लामो लामो सास फेर्न थाली। मेरो लाडो ठन्केर कट्टुनै च्यातेर बाहिर निस्केला जै भएको थियो। बिस्तारै उनको टी सर्ट भित्रै हात लगेर उनको दूध मार्न थाले। उनलाई चुप्पा गर्दै मैले दुवै हात उसको ढाडतिर लगेर चेस्टरको हुक खोलिदिए। अनि दुवै हातले उसको दुवै दूधको पोकाहरू मार्न थाले। ऐया दुख्यो, अलि बिस्तारै गर्नु न, उनले रुन्चे स्वरमा भनी। सरी सरी, म त जोस्न आएर बेसरी गरेछु। ल अब बिस्तारै गर्छु भने अनि दूधको पोकाहरू बिस्तारै बिस्तारै मार्न थाले। अब उनी पनि मलाई चुप्पा गर्दै थिइन्। उनीलाई पनि अब जोस चढे जस्तो थियो। करिब 10 मिनेट जति चुप्पा गर्ने र दूध मार्ने काम भएपछि मैले उनलाई सोफामा बसाए। उनी कुनै अप्ठ्यारो नमानी बसिरही। अनि मैले उनको टी सर्ट र चेस्टर खोले। उनको कसिलो दूधको पोका देखेर ममा एक प्रकारको तरङ्ग पैदा भयो। अनि म उसको अगाडि बसे अनि उनको दूधको मुन्टो जिब्रोले खेलाउन थाले। उनी आँखा चिम्म गरेर लामो लामो सास फेर्दै थिइन्। अब ममा सहन सक्ने स्थिति थिएन। कति बेला उसको पुतीको दर्शन गरौँ, मेरो लाडो छिराए र मज्जाले चिकौ भइसकेको थियो। मैले बिस्तारै सोनियालाई सोफामा सुताए। उनको पेन्ट खोलिदिए। उनले केही भनिनन्। सायद उनलाई पनि मज्जा आइरहेको थियो र चिक्नलाई आतुर भइसकेको थियो। उनले गुलाबी रङको सल्याक्स लगाएकी रहेछिन्। सल्याक्सको तलको भाग भिजेको थियो। सायद मैले उसको दूधको पोका मारेकोले उसको पुतीबाट पानी झरेको हुनुपर्छ। मैले सल्याक्स बाहिरबाटै उनको पुती खेलाउन थाले। उनी त झन् इमोसनमा आइछिन् क्यारे, ओ माई गड भन्दै कराउन थाली। मलाई उनको त्यो आवाजले झनै ऊर्जा प्रदान गर्यो। मैले उनको सल्याक्स पनि खोलेर फ्याँकिदिए। अब उनी मेरो अगाडि तयार भइन्। मैले पनि हतार हतार आफ्नो सबै खोले अनि उनको पुती खेलाउन थाले। देब्रे हातले उनको पुतीको टिसी खेलाउन थाले अनि दाहिने हातले उनको दूधको पोकाहरू मार्न थाले। करिब 10 मिनेटपछि उनको पुतीबाट पानी झर्न थाल्यो। मेरो हात पुरै च्याप भयो। उनी सुस्केर हाल्दै आफ्नो कन्डो हल्लाउन थाली। सायद उनलाई पनि खपी नसक्नु भइसकेको थियो। त्यसैले अब उनी आँखा चिम्म गरेरै मलाई अङ्गालोमा बाँधेर चुप्पा गर्न थाली। मैले उसको दाहिने हात समाएर मेरो लाडोमा राखिदिए। उनी अब मेरो लाडो खेलाउन थाली। यस्तो लाग्थ्यो लाडो खेलाउन उनी खप्पिस थिइन्। लाडोलाई च्याप्प समाएर उनी भित्र बाहिर गर्न थाली। मैले केही नभनी उसको पुती खेलाउन थाले र सँगसँगै दूध पनि मार्दै थिए। यस्तै 5 मिनेट जति पछि मैले उनको खुट्टा फटाएर अब चिक्ने अवस्थामा मिलाए। बिस्तारै मेरो लाडो उसको पुतीको मुखमा लगे अनि बिस्तारै छिराउन खोजे। सायद उनको पुती भरि पानी भएकोले गर्दा होला, कुनै गाह्रो नभई मेरो लाडो उसको पुतीमा स्वात्तै भित्र छिर्यो। ऐया ओ कराइन्। अब म बिस्तारै बिस्तारै उनलाई चिक्न थाले। म जति उनलाई ठेल्थे उनी त्यति नै तलबाट कन्डो हल्लाउँदै मलाई पनि ठेल्थिन्। यस्तो लाग्थ्यो उनी चिक्न र चिकाउन पनि सिपालु भइसकेकी थिइन्। मलाई कुनै मतलब नै थिएन। जे होस्, आज पनि एउटा पुती चिकिँदै थियो। यही सम्झेर म उनलाई कस्सी कस्सी चिक्न थाले। उनी पनि मलाई तलबाट माथि उफ्रिँदै साथ दिँदै थिइन्। 10 मिनेट जति यो अवस्थामा चिकेपछि मैले मेरो लाडो उसको पुतीबाट निकालेर उनलाई सोफाबाट उठाए। तिमीलाई कस्तो लागिरहेछ सोनिया, मैले अन्जान भएर सोधे। मलाई त अचम्म लागिरहेको छ। हामी कसरी यस्तो गर्न थाल्यो है? मलाई त सपना जस्तो लागिरहेको छ। तपाईँ मेरो दाइको साथी, तर तपाईसँग नै म आज चिक्दैछु। दाइले थाहा पायो भने त बर्बादै हुन्छ, उसले भनी। कसरी थाहा पाउँछ र तिमी पनि भन्दैनौ? म पनि भन्दिन। होइन, मैले जवाफ दिए। त्यो त हो तै पनि, उनले लजाउँदै भनी। छोड्देऊ यो कुरा, खै सोफामा हात राखेर घोप्टो परेर बस। मैले उनलाई सोफातिर ढकेल्दै भने। उनी पनि मैले भने जस्तै गरे र बसिन्। हुन सक्छ उनले यो पोजिसनमा पहिले पनि चिकिसकेको हुनुपर्छ। उनी खुट्टा फट्याएर घोप्टो परेर चिक्न सजिलो हुने गरी बसिन्। मलाई खासै गाह्रो भएन र मैले उनलाई कुकुरले चिकेको स्टाइलले चिक्ने विचार गरे। बिस्तारै मेरो लाडो उनको पुतीमा छिराए। ऐया दुख्यो, बिस्तारै गर्नु न, यसरी गर्दा त दुख्छ, उनले कराउँदै भनी। अनि मैले बिस्तारै उनको पुतीमा लाडो छिराए र बिस्तारै बिस्तारै धक्का दिन थाले। उफ उफ गर्दै कराउन थालिन्। उनको ती सुस्केराहरूले मेरो जोस बढ्न थाल्यो र बिस्तारै बिस्तारै चिकाइको स्पिड बढाउन थाले।
अब भने म फुल स्पिडमा उनलाई चिक्न थाले। कच्याक कच्याक ठ्याप ठ्याप यस्ता आवाजहरू सो कोठामा गुन्जिरहेको थियो। म बल गरी गरी उनलाई पछाडिबाट चिक्दै थिएँ। उनी पनि कन्डो हल्लाउँदै मलाई साथ दिँदै थिइन्। उनी निकै जोस्न कराउँदै थिइन्, अझै कस्सेर अलि छिटो। म पनि भयभरको बल लगाउँदै उनको कम्मर समाउँदै चिक्न थाले। करिब 7 मिनेट जति चिकेपछि मेरो माल झर्ला जस्तो भयो अनि फुत्त मेरो लाडो उसको पुतीबाट बाहिर निकाले। किन निकाल्नु भएको, गर्नु न प्लिज, सोनिया स्वास्वा गर्दै कराउन थालिन्। एकछिन न मेरो झर्न लाग्यो क्या, मैले भने। अनि उनलाई मतिर फर्काएर फेरि चुप्पा गर्न थाले। एक हातले फेरि उसको पुती खेलाउन थाले। 2-3 मिनेटपछि मैले उनलाई भुइँमा कोल्टे पारेर सुताए अनि म उनको पछाडिपट्टि कोल्टे परेर सुते। उनको एउटा खुट्टा माथितिर उचाले अनि बिस्तारै उनको पुतीमा मेरो लाडो छिराए। यसरी चिक्दा मेरो पुरै लाडो उनको पुतीभित्र त छिरे न त, र पनि चिक्न मजा नै आउने रहेछ। बिस्तारै पछाडिबाट उनलाई चिक्न थाले। यसरी धेरै बेर चिक्न सकिन, थाकिदो रहेछ। फेरि उठेर उनलाई उत्तानो बनाए अनि उनको दुवै खुट्टा मेरो काँधमाथि राखेर फेरि उनलाई चिक्न थाले। यसरी चिक्दा चाहिँ पुरै लाडो उनको पुतीभित्र छिर्यो। म बल गरी गरी उनलाई यसरी नै चिक्न थाले। उनी फेरि अय्या अझै छिटो भन्दै कराउन थालिन्। यसरी लगातार 5 मिनेट जति चिकेपछि मैले मेरो लाडोबाट निस्केको फुसीलाई सम्हाल्नै सकिनँ अनि उनको पुतीभित्र सबै फुसी झारिदिए। म थाकेर निकै शिथिल भए र उनी माथि नै पल्टिरहे। सायद सोनियालाई अझै चिकाइ पुगेको थिएन क्यारे। उनी मुनिबाट कन्डो हल्लाउँदै गर्नु न प्लिज भन्दै कराउँदै थिइन्। म बचेको बल प्रयोग गर्दै फेरि हल्लिन थाले। लाडो सुकेर लुत्रुक्क परिसकेको थियो, तैपनि उनलाई माथिबाट धक्का दिँदै थिए। 2 मिनेट जति पछि म हल्लिनै सकिन र लाडो बाहिर निकालेर उसको छेउमा पल्टिए। उनी पनि स्वास्वा गर्दै लामो सास फेर्दै थिइन्। 5 मिनेट जति हामी त्यही अवस्थामा पल्टिरह्यौं। कस्तो लाग्यो सोनिया, मैले सोधे। रमाइलो भयो, खुसी लाग्यो, मज्जा आयो, उनले लामो सास फेर्दै भनी। मलाई पनि मज्जा आयो, तिम्रो अनुहार मात्रै होइन सबै थोक राम्रो रहेछ, आई लभ यु भन्दै उनलाई चुप्पा गर्न थाले। उनले पनि आई लभ यु भन्दै मलाई अङ्गालो हालिन् र चुप्पा गर्न थालिन्। ल अब सुत्न जाउँ, ल भोलि फेरि गर्ने नि है भन्दै म उठेर कपडा लाउन थाले। उनी पनि हुन्छ भन्दै उठिन् र कपडा लाउन थालिन्।